हेलो एन्ड नमस्कार साथीहरू, हजुरहरूलाई मेरो युट्युब च्यानल माई स्विट गार्डनमा धेरै स्वागत छ। ल आउनुहोस् आज कुरा गरौँ हामी यो सुन्दर फुल केलन्चोईको फुलको बारेमा कुरा गरौँ है त। आज यसलाई भन्दाखेरि त केलन्चोई पनि भन्छ, केलन्कोई पनि भनिन्छ। अब तपाईँहरूलाई कुन सहज लाग्छ त्यही भन्नु होला है। मैले चाहिँ यसलाई केलन्चोई भन्छु अनि यसलाई त्यसरी नै मैले चिनेको छु। ल आज चाहिँ म यिनीहरूको केयर टिप्सको बारेमा यिनीहरूलाई यो फुलहरूलाई रिपोर्ट गर्नु पर्यो अनि रिपोर्ट गर्ने माटोमा सोइल मिक्सचरमा के हाल्छु त्यो पनि म हजुरहरूलाई भन्नेछु है त। ल अब यस्तो हुन्छ कि साथीहरू, अब नर्सरी गएपछि त अब फेरि यो के नयाँ भेराइटीको अनि यो पनि कस्तो मिठो कलरको कि पिङ्क अलिअलि मिक्स भएको कि यस्तो राम्रो कलर फुलिरहेको, यस्तो राम्रो भएपछि अनि नलिए पनि लिम लाग्ने कि। हुन त मसँग पुरानोहरू पनि छ, तर यो अलिकति नयाँ भेराइटीको देखेपछि मैले लिएर आएँ। अनि यसको यो कोपिला चाहिँ यस्तो रातै निस्किन्छ, यही कलर निस्किन्छ होला भनेर सोच्छौ न, तर यो चाहिँ छुट्टै कलर निस्किने रहेछ कि। त्यही भएर मैले अलिकति नौलो देखेर मैले लिएर आएँ। अब ल्याएपछि त अब यसलाई रिपोर्ट गर्न पऱ्यो नि त। अब त्यसैको सन्दर्भमा यो भिडियो बनाएको। अब तपाईँहरूलाई पनि मैले के हाल्छु यो केलन्चोई फुलमा, कस्तो सोइल मिक्सचर हाल्छु हो त्यो सम्पूर्ण जानकारी दिनलाई यो भिडियो बनाएको। आशा छ हजुरहरूले फुल वाच हेरिदिनु हुनेछ। ल अब सुरु गरौँ यिनीहरूको सोइल मिक्सचरहरू। मेन हामीलाई चाहिने फुलहरूलाई एकदमै राम्रो फुलाउन छ भने हामीले एकदमै राम्रो सोइल मिक्सचर रेडी पार्नुपर्छ कि। ल अब यो देखिराख्नु भएको छ, यो सोइल मिक्सचर चाहिँ यसमा मैले माटो अनि बालुवा, धानको भुस अनि पत्कर, थोरै गाई भइसकेको पाकेको मल, अब भर्मी कम्पोस्ट जुन हाल्नुभयो नि हुन्छ। अनि एक्स्ट्रा फर्टिलाइजरमा चाहिँ निम पाउडर चाहिँ हालेन मैले यसमा, खुम्रे किराको दबाई अनि हड्डीको मल अनि पिनाको धुलो हो, यति हालेर यो माटो मिक्सचर बनाएको छु। अनि यसैमा नै मैले यो फुलहरू रोप्नेछु। ल अब सुरु गरौँ है त। अब सबभन्दा पहिला चाहिँ हामीले गमला, मैले चाहिँ यो 6 इन्चको गमला लिएको छु। अनि यो चाहिँ मेरो पुरानै गमला हो। हामीले मुख्य हेर्नुपर्ने भनेको ड्रेनेज होल के, यस्तो मजाले छ नि त हो। यो ड्रेनेज होल चाहिँ एकदमै याद गर्नुपर्छ कि हो, त्यो भएन भने चाहिँ अब पानी जमिरह्यो भने फुल कुहिन सक्छ नि हो, त्यो याद गर्नुपर्छ। अनि यिनीहरूमा चाहिँ मैले आधा घन्टा 1 घन्टा अगाडि नै मैले पानी हालेर राखेको छु, किनभने हामीलाई यो पोलीबाट निकाल्न पनि सजिलो हुन्छ। अनि यो नयाँ पालुवा भएपछि यो जराहरू सबै फुर्र भएर निस्किँदैन कि, अनि यिनीहरूलाई पलाउन सजिलो हुन्छ। ल अब सुरु गरौँ है त रिपोर्टिङ। अब यो मैले देखाए जस्तै गरेर यसरी नै रिपोर्टिङ गर्नु होला। अनि हल्का बिस्तारै निकाल्नु कि, यो हेर्नु पानी हालेको भएर के अरे निकाल्दा नि ट्याक्क अडेछ कि, हेर्नु मजाले कि, नत्र त्यो सुक्खा भयो भने त फुर्र जान्छ नि त। अनि त्यो अलिअलि तल कोटाउँदा केही फरक पर्दैन। अनि यो चाहिँ मैले अलिअलि त्यो पातहरू अलिकति त्यो फङ्गस लाए जस्तो पातहरू चाहिँ सबै निकालिदियो। अनि त्यसपछि योमा राखेर मैले रिपोर्टिङ गरेँ। ल अब यसरी नै मैले अरू फुलहरूलाई पनि यसरी नै रिपोर्टिङ गर्नेछु। ल यसरी नै हो। अब यो देखाएको छु नि मैले, बिस्तारै हो यसरी निकाल्नु कि। अनि तलको जराको अलिअलि मात्रै कोटाएको, अनि यो पातहरू चाहिँ एक्स्ट्रा मैले यिनीहरू निकालिदिएको कि, त्यो अलिकति फङ्गस लाए जस्तो अलिक माटो छोयो भने अलिक बढी कुहिन्छ नि त। अनि त्यही भएर हो त्यस्तोहरू पातहरू निकालेँ हो। यसरी नै तपाईँहरूले अब रिपोर्टिङ गर्नु है त। अब यसरी नै म अरू फुलहरू पनि रिपोर्टिङ गर्नेछु। ल अनि यो समर सिजनमा चाहिँ मैले यो फुल रोप्दाखेरि चाहिँ एकदमै 1-2टा गल्ती गरेको छु कि, आज म हजुरहरूलाई त्यो पनि सेयर गर्छु है, जसले गर्दा मेरो मदर प्लान्टहरू धेरै मासिन पुग्यो कि। ल यिनीहरूलाई चाहिँ मैले सबै रिपोर्टिङ गरिसक्यो। अनि रिपोर्टिङ गरिसकेपछि अब हामीले मुख्य कुरा चाहिँ पानी, अब यो कस्तो ठाउँमा राख्ने अनि पानी कति हाल्ने भन्ने कुरा हुन्छ कि। अनि यो पानी चाहिँ सुरुमा रिपोर्टिङ गरिसकेपछि मजाले हाल्नुपर्छ कि पानी पनि यो मैले माथिबाट नै हालेछु, किनभने त्यो रिपोर्टिङ गर्दा त्यसको धुलोहरू सबै यो पात फुलमा लागेको थियो कि। त्यसैले गर्दा मैले यिनीहरूलाई मजाले पानी हालिदिएको छु। अब पानी सुरुमा चाहिँ मजाले हाल्ने, त्यसपछि चाहिँ माटो चेक गर्दै हाल्ने, अलिक सुक्खा भयो भने हाल्ने, नत्र अब यो चाहिँ अब यो जाडो सिजनमा हो नि त, त्यही भएर एकदम हेर्दै माटो चेक गर्दै मात्रै पानी हाल्नु होला। अनि यिनीहरूलाई चाहिँ मैले अब यो अहिले चिसो मौसम छ नि त, घाम पनि त्यति साह्रो चर्को लाग्दैन। यहाँ चाहिँ 4-5 घन्टा मजाले घाम लाग्छ कि। अनि त्यसरी मैले डाइरेक्टै ल्याएर
अनि यही अगाडिको मेरो गार्डनमै ल्याएर राखिदिएको हो। अनि ल हेर्नुहोस् त यो चाहिँ मेरो पुरानो फुलहरू हो। हेर्नु यस्तो मजाले ढकमक्क फुलिरहेको छ कि अझै यस्तो बाक्लो हुन्थ्यो होला। मैले चाहिँ के गरेँ भने नि यो फुललाई चाहिँ हामीले समर सिजन भन्नाले अब जस्तो अलिकति गर्मी अलि ह्युमिडिटी बढी हुन्छ नि त अनि पानी धेरै पर्ने बेलामा चाहिँ यिनीहरूलाई आकाशको पानीबाट चाहिँ एकदमै जोगाउनु पर्ने रहेछ है साथीहरू। अनि त्यतिखेर चाहिँ मैले के गरेँ भने जोगाउनु त जोगाएको थिएँ बढी मैले चाहिँ अब जान्ने भएर कोटाएर मलहरू हाल्ने के गर्ने गरेको अनि एकदम फङ्गसले यति छिटो एट्याक गर्यो नि। अनि त्यसपछि चाहिँ मेरो मदर प्लान्टहरू चाहिँ धेरै मासिन पुग्यो कि ल हेर्नु न यो पनि हेर्नु त यस्तो मायालाग्दो भइरहेछ कि यिनीहरू त यस्तो बाक्लो झप्प थियो बल्ल 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 जोगाउन सकेको है मैले। त्यही भएर मुख्य कारण चाहिँ हामीले यो समर सिजनमा चाहिँ यिनीहरूलाई कोटाउनै नहुने रहेछ कि जिस्काउनै नहुने रहेछ कि छुनै नहुने कि। अनि अलग्ग ल्याएर राखिदिएपछि हामीले अलिकति बिहानको हल्का घाम भेट्ने ठाउँमा राख्ने अनि समर सिजनमा चाहिँ अनि त्यसपछि चाहिँ आकाशको पानीबाट मुख्य भनेको आकाशको पानी अनि हामीले यिनीहरूको जराहरूलाई धेरै कोटाउनु नहुने रहेछ कि। अब जस्तो माथिबाट अलिअलि झार फाल्न त मिल्यो तर एक्स्ट्रा फर्टिलाइजरहरू चाहिँ एड गरिराख्यो भने चाहिँ छिटो फङ्गस लाग्ने रहेछ हो कि। अनि त्यसैले अनि यिनीहरूमा चाहिँ अब हामीले बेला बेलामा अब यो सानो लाई किरा पनि लाग्छ कि अनि हो त्यसको लागि बेला बेलामा दबाई छर्नु पर्यो। निम ओइल पानीमा मिसाएर हामीले बेला बेलामा स्प्रे गरिरह्यो भने पनि धेरै हदसम्म यो लाई किराहरूबाट हामीले यिनीहरूलाई जोगाउन सक्छौँ। अनि बेला बेलामा हामीले त्यो फन्जिसाइडहरू पनि स्प्रे हालिराख्नुपर्छ है। हेर्नुहोस् त मेरो एलाइसमहरू यस्तो राम्रो फुलिरहेको छ कि। हस् त साथीहरू आजलाई यति नै। फेरि यस्तै नयाँ नयाँ प्लान्टहरू सम्बन्धी जानकारीमूलक भिडियोहरू लिएर आउनेछु। त्यति जेनसम्मको लागि बिदा हुनु पर्यो। थ्याङ्क यू फर वाचिङ र मेरो च्यानललाई सब्सक्राइब लाइक कमेन्ट गर्न नबिर्सिनु होला।